यो भिडियोमा हेरेर तपाईहरूले पनि केही सिक्नु सक्नुहुनेछ। आँपलाई कसरी कलपी गर्ने र सानो बोटमा धेरैभन्दा धेरै आँप फलाएर कसरी फाइदा लिन सकिन्छ किसानले भन्ने कुरो यहाँबाट सिक्नुहोस् र यहाँबाट धेरै ज्ञानहरू बटुल्नुहोस्। त्यहाँ हेर्नुहोस् स्टेप बाई स्टेप कसरी चाहिँ त्यहाँ आँपलाई कलपी गरिएको छ। त्यो सबै आइडियाहरू सिक्नुहोस् र तपाईँले पनि आफ्नै घरमा र आफ्नै गार्डनमा यसरी आँपलाई कलपी गरेर धेरैभन्दा धेरै फलहरू फलाउन सक्नुहुनेछ। किनभने कलपी गरेको रुखबाट चाहिँ फल चाहिँ तपाईँले दोगुना प्राप्त गर्न सक्नुहुनेछ। त्यही पनि सानो होचो बोटमा नै तपाईँले भुइँबाट नै टिप्न सक्नुहुनेछ। रुख चढ्नुको आवश्यकता पनि हुँदैन। ल हेर्नुहोस् त 25 दिनमा आँपको फुल फुलिसकेको छ।